म पनि नेपालमा सिएपिडी फर्स्ट भन्ने पोलिसी चाहिन्छ भन्छु होइन। किनभने हाम्रो जस्तो देशमा जहाँ चाहिँ इलेक्ट्रिसिटी कम छ होइन, जहाँ चाहिँ म्यान पावर कम छ, जहाँ हस्पिटलको सङ्ख्या कम छ, जुन घरैमा बसेपछि हस्पिटलको आवश्यकता परेन होइन, यस्तो ठाउँमा सिएपिडी फर्स्ट भन्ने त चाहिन्छ नि। र नेपाल कुन ठाउँमा छ भन्दा सिएपिडी सुरु गरेको हामीले आज 15-16 वर्ष भइसक्दाखेरि पनि यसमा चाहिँ पिडी गरेको सङ्ख्या हेर्नु र एचडी गरेको सङ्ख्या हेऱ्यो भने बिरामी पिडीमा धेरै कम छ, एचडीमा धेरै बढी छ। किनभने गभर्मेन्टले एचडीलाई धेरै फेसिलिटेट गरेको छ होइन, विभिन्न ठाउँमा हेमोडायलिसिस सेन्टर खोलेको छ, तर पिडी चाहिँ ओझेलमा बसेको छ। तपाईँलाई भनौँ पिडी सुरु गर्दाखेरि एचडी फ्री भइसक्दा पनि 2 वर्षसम्म पेरिटोनियल डायलिसिस फ्री भएन। किनभने सम्बन्धित मान्छेहरूले बुझ्न नै सक्नु भएन पिडी इज इक्वल टु डायलिसिस भनेर, इट्स सेम एज द हेमोडायलिसिस भनेर होइन त्यो बेलामा। भने अब धेरैले बुझिसकेको छ र अहिले पोलिसी लेभलमा पनि कुरा भइसकेको छ र ट्रेनिङको प्रक्रियाहरू चलिरहेको छ। ठाउँ पिडीलाई जब पिडी यो सेन्टरले मात्रै गर्थ्यो, टिचिङ बिट जस्तो ठुलो सेन्टरले मात्रै गर्थ्यो भने अब धेरै सेन्टरहरूमा पिडीको सेन्टरहरू भइसकेको छ, सूचीकृत भइसकेको छ। यो अवस्थामा बिरामीलाई पनि आउने बित्तिकै डक्टरको एउटा काम के हुन्छ भने अप्सनहरू भन्नुपर्छ। तिमीलाई यो रोग लागेको छ, तिमीले यो अप्सन छ तिम्रो भनेर बुझाउनु जरुरी छ। यो बुझाउने क्रममा तपाईँले पिडीलाई छोडिदिनुहुन्छ, धेरैजनाले डायलिसिस ट्रान्सप्लान्ट, हेमोडायलिसिस ट्रान्सप्लान्ट गर्नुहुन्छ। पिडी पनि छ है भन्यो भने बिरामीले फर्स्ट फेजमा नै उसले थाहा पाउँछ। हामी कहाँ आउने 80% बिरामीले के भन्नुहुन्छ थाहा छ? यो पिडी भनेको नयाँ तरिका हो, हामीलाई त थाहै थिएन, सुनेकै थिएन भन्नुहुन्छ होइन। यो उहाँहरूलाई बुझाउनुपर्छ किन तपाईँसँग यो अप्सन छ, तपाईँ कुनमा जाने भनेर। जसको घर यहाँबाट 100 किलोमिटर पर छ, जहाँ डायलिसिसको सुविधै छैन, त्यो मान्छेलाई यहाँ डेरा लिएर बस्न कति गाह्रो हुन्छ होइन, र हेमोडायलिसिस सेन्टरको नजिकै बस्न उसलाई कति गाह्रो हुन्छ। प्रत्येक जिल्लामा हेमोडायलिसिस हुँदाखेरि पनि जिल्लाको सदरमुकाम अथवा अस्पताल भएको ठाउँमा आएर बसेर एचडी गर्नलाई, हेमोडायलिसिस गर्नलाई उसलाई कति आर्थिक भार पर्छ। सरकारले डायलिसिस फ्री दिएको छ, तर ठाउँमा बस्न सुविधा त फ्री छैन, उसले त कमाउनु पर्यो, ऊ कमाउन सक्ने अवस्थामा छैन भनेर यो घरैमा बसेर गर्ने डायलिसिस के हुँदै कति उपयोगी हुन्छ त, त्यो कुराबाट पनि हेर्नु पर्यो, त्यो एङ्गलबाट पनि हेर्नु पर्यो।